करेन्ट चाउचाउ साध्न लागेको छु। यो चाहिँ साग अलिकति बोइल गरेर राखेको छु। चाहिँ करेन्ट चाउचाउ उसिनिसकेको छु। अब म चाहिँ यो दुईटा मिक्स गर्छु अनि मसला हालिदिन्छु। यसरी साग र चाउचाउ मिसाएँ अब मसलाहरू हाल्छु। छोरोलाई चाहिँ साग नहालेको साथ दिन लागेको छु। के गर्नु, बाउ छोरा नै फरक फरक छ। कोहीलाई साग हालेको चाहिने, कोहीलाई नहालेको चाहिने है गाइज। यता चाहिँ एग फ्राई भएको छ हैन। एकजनालाई चाहिँ एग फ्राई चाहिने रे। अन्डा फ्राई। यो साग भएको वालामा चाहिँ अन्डा पनि मसिनो गरेर काटेर हालिदिनु पर्ने छ। यता चाहिँ मसला हालेर रेडी गरिसकेको छु। अब अन्डा फ्राई भएपछि मोल्नको लागि रेडी हुँदैछ। हुन्छ फ्राई भइसकेको छ। अहिले चाहिँ कटिङ गरेर हाल्दैछु। यता चाहिँ साग नहालेको मोल्दिँदैछु। साग पनि मिसाएको छैन। यो चाहिँ बाबुको लागि हो। कहिले हप्तामा एकचोटि चाहिँ खानै पर्ने भयो। महिनामा एकचोटि भनौँ न। के गर्नु, माग अनुसार आउँछ, बनाउनै परिगयो। हाम्रो चाहिँ कामै यही हो। स्टाइलको बनायो। एउटा हातले मोबाइल चलाउने, एउटा हातले चलाउन नै गाह्रो हुने रहेछ। अब यहाँ चाहिँ सागवाला है गाइज। यो चाहिँ सागवाला मोल्दैछु म चाहिँ। यो चाहिँ राम्रो देखिन्छ सागवाला चाहिँ। धनियाँ चाहिँ बारीमा छ, भर्खर उम्रिँदैछ। हाम्रो चाहिँ नजिक पसल छैन नि त यता गाउँमा हो। तरकारी पसलहरू टाढा छ। त्यही भएर हाम्रो जे छ त्यही हामी चाहिँ त्यही खान्छौँ। यो चाहिँ यस्तो देखेको छ गाइज है। करेन्ट सागवाला करेन्ट यो चाहिँ। अब यसमा अन्डा मिसाउँछु। हाम्रो चाहिँ करेन्ट चाउचाउ यसरी रेडी भएको छ। बाफले गर्दा मधुरो देखेको छ। करेन्ट अब हामी च्यास लाएर खान्छौँ यसलाई। मेरो लागि चाहिँ झोलवाला बनाउँदैछु। अरूलाई सबैलाई फ्राई के अरे साँधेको मनपर्ने, मलाई चाहिँ फेरि यसरी झोल हालेको मनपर्छ गाइजहरू। सन्तान थरी थरीको भने चाहिँ सबैलाई फरक फरक बनाएको छु। तपाईँहरू नि हेरेर इन्जोय गर्न सक्नुहुन्छ।